सम्पूर्णमा नमस्कार। मेरो युट्युब च्यानलमा यहाँहरू सबैलाई स्वागत गर्न चाहन्छु। मैले आज पानको पत्ता कसरी बनाउने यानि कि हट आकारको लव आकारको सानो सानो कसरी बनाउने भनेर सिकाउन गइरहेको छु। त्यसको लागि हामीलाई चाहिन्छ कुरुस। मैले 1.50 mm को कुरुस लिएको छु। मलाई चाहिँ यही सजिलो लाग्ने गर्छ। अनि धागो कट गर्ने कैँची अनि धागो, यति मात्रै सामग्री भए हामीले यो बनाउन सक्छौं। अनि यो बनाउन हामीलाई मात्रै 2 मिनेटको टाइम लाग्छ है। यस्तो बनाउन, एउटा बनाउनको लागि म यहाँहरूलाई सिकाउन गइरहेको छु। सुरुदेखि अन्तिमसम्म हेरेर साथ दिनुहोला। मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु होला, लाइक कमेन्ट पनि गरिदिनु होला भन्न चाहन्छु। सुरुमा हामीले यसको लागि म्याजिक रिङ बनाउनु पर्छ। यसरी धागो लिनुस्, यसरी होल्ड गर्नुस् अनि यहाँबाट यसरी घुमाएर ल्याएर 1 चेन तान्नुस् अनि निकाल्नुस् यसरी। अनि त्यसपछि 1 2 चेन तान्नुस् अनि 2 पटक यसरी धागो होल्ड गर्नुस्। अनि ट्रिपल क्रोशे बन्नको लागि हामीले यसो गर्ने हो। 3 टाइम ट्रिपल क्रोशे बुन्नुपर्छ ल। हामीले 1 पटक भयो ल। 2 3 पटक ट्रिपल क्रोशे बुन्ने अनि 3 टाइम नै डबल क्रोशे बुन्ने ल। एक पटक मात्रै धागो होल्ड गरेर डबल क्रोशे, फेरि डबल क्रोशे अनि फेरि डबल क्रोशे। हामीले 3 टाइम्स डबल क्रोशे बुनेर पनि भ्यायौं। अब हामीले के गर्ने भन्दा एकदम विचार गर्ने यहाँनिर है। यहाँनिर चाहिँ 1 चेन तान्ने, त्यसपछि फेरि 2 पटक नै धागो होल्ड गरेर ट्रिपल क्रोशे 1 पटक बुन्नुपर्छ है। हेर्नु है, ट्रिपल क्रोशे बुन्नुपर्छ बिचमा, यो बिचको भाग हो। अनि फेरि 1 चेन तान्नुपर्छ। यति सम्झिनु भयो भने अरु सजिलो छ। यति चाहिँ बिर्सिन हुँदैन। त्यसपछि हामीले फेरि 3 टाइम्स डबल क्रोशे बुन्छौं है। 1 2 3 टाइम्स डबल क्रोशे बुन्यौं। त्यसपछि अब हामीले बुन्छौं 3 टाइम्स ट्रिपल क्रोशे। 1 2 3 अनि 2 चेन यति बुनेपछि हाम्रो रेडी भइसक्यो। अब हामीले यो धागोलाई कस्नुपर्छ, यसरी कस्नुपर्छ। अनि अघि हामीले यहाँ 2 चेन तानेको थियौं नि त, यस्तो भइसक्यो। अनि यो छ नि स्टार्टिङ पोइन्टमा लगेर यताबाट धागो घुमाएर ल्याएर यसलाई यसरी तान्दिनुस्। यो रेडी भइसक्यो ल। हेर्नुस् है त, म देखाउँछु हजुरहरुलाई। धागो कट गर्दिनुस् अनि यो धागोलाई यसरी तान्दिनुस् अनि हाम्रो हट आकारको सानो पिस रेडी भइसक्यो ल। हेर्नुस् त कति छिटो भयो। यहाँ मैले क्यामेराबाट एक्लै खिच्दै बनाउँदै गरेको भएर चाहिँ टाइम लाग्यो, अलि धेरै टाइम लाग्यो। यसलाई 2 मिनेट मात्रै लाग्छ है बनाउनको लागि। यसरी धागो बन्द गर्दिनुस् अनि यसलाई पनि कट गर्दिनुस् अनि हाम्रो यो हट आकारको सानो तयार भइसक्यो ल। हेर्नुस्, मेरो भिडियो अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा यहाँहरू सबैलाई थ्याङ्क यू सो मच। धन्यवाद।